अब चर्न गएकी ती गाई दिनभरि चरेर जब साँझमा गोठमा आउने बेला हुन्छ त्यति बेला त्यो गाईको बाछो कतिखेर मेरो आमा आउनु होला आमा आई पछाडि म दुध खान पाउँछु भनेर महाराज टाढा टाढा टाढासम्म गाई आउने बाटो जसरी बाछाले हेरिरहेको हुन्छ मेरो भगवान त्यसै गरी म हजुर आउने बाटो हेर्न पाऊँ मेरो आँखाले हजुरको दर्शन त्यसै गरी गर्न पाओस् प्रियम प्रियैव विसुतं विसन्ना मनोरविन्द क्षतिद्रीक्षति त्वं मनोरविन्द क्षतिद्रीक्षति त्वं। अनि हाम्रो देशको पीडा हेर्नुहोस् त कति पीडा देशमा रोजगार छैन छ त देशमा रोजगार छैन रोजगार नभएको कारणले तपाईँ हाम्रो छोराछोरी कहाँ जानु परेको छ अर्काको देशमा जानु परेको छ महाराज दुःख कष्ट पीडा भोगेर अलिकति धन ल्याएर घरलाई परिवारलाई सुख दिन्छु शान्ति दिन्छु आनन्द दिन्छु भनेर विदेश जानु परेको छ कति विडम्बना छ केही नभन्नुहोस् त धेरै पीडा छ। त्यस्तै एकजना कन्या रहेछिन् महाराज जसलाई छोरी भनेर बाबा आमाले पढाउनु भएन छ त्यस पछाडि उहाँले अङ्क पनि नचिन्ने हिसाब पनि नजान्ने गणित पनि नजान्ने महाराज विवाह भयो विडम्बना त्यही त हो नि विवाह भएको भोलिपल्टै श्रीमान विदेश जानु पर्ने रहेछ महाराज। अब आफ्नो आमा छोडेर आफ्नो बाबा छोडेर दाजुभाइ दिदी बहिनी आदि आफ्नो भन्ने जति थिए सबै छोडेर पराई घरलाई आफ्नो घर बनाउन जानु पर्ने नारीको विडम्बना आइन विवाह गरेर आएको भोलिपल्टै विदेश जानु पर्ने बडा मनमा पीडा भरेको छ गहभरि आँसु भएको छ। अनि भन्छन् कि स्वामी पैसै ठुलो कुरो होइन बरु पैसा यहीँ बसौँला कुटो कोदालो खनाउला बाहिर जाने कुरा नगर्नु श्रीमती भन्छन्। अनि श्रीमान भन्नुहुन्छ प्रिय अब विवाह भयो सन्तानको जन्म हुन्छ ती सन्तानलाई हुर्काउनु पर्छ बढाउनु पर्छ पढाउनु पर्छ उचित लालन पालन पोषण शिक्षा आदि संस्कार प्रदान गर्नुपर्छ जसका लागि प्रिय सम्पत्ति नभई हुँदैन पैसा नभई हुँदैन कुटो कोदालो खनेर कति पैसा आउँछ र बाध्यता छ म जाँदैछु भने रहरले होइन तिम्रै मायाले हो त्यसैले हाँसी हाँसी बिदा देऊ चिन्ता नगर बरु 1 वर्षमा फर्केर आउँछु तर मलाई हाँसेर बिदा देऊ। श्रीमती भन्छन् श्रीमान पैसाले कहिले सुख दिँदैन यहीँ बसौँ सँगै कुटो कोठालो खनौँ आफ्नै देशमा केही कर्म गरौँ विदेश जाने कुरा नगर्नुहोस् भन्दा आखिर श्रीमान जानै पर्ने बाध्यतालाई स्वीकार गरेर अब तिमी रुनु हुँदैन बरु 1 वर्षमा म आउँछु भन्ने शर्त राख्नुभयो 1 वर्षमा कति दिन हुन्छ सोधे भन्नुहुन्छ 1 वर्षमा 365 दिन हुन्छ। अनि कसरी हिसाब गर्ने मैले भने पछाडि क्यालेन्डर राखिदिनु भयो यो एउटा पानामा 1 महिना छ म आज जान्छु भोलिको दिन भए पछाडि तिमीले एउटा कोठामा चिन्ह लगाउनु पालै पालो 1 महिनामा यो सारा कोठा सकिन्छ अर्को पानो आउँछ अनि त्यसै गरी चिन्ह लाउँदै 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 जानु 12 वटा पानाको 30 वटा भएको कोठा जब तिमीले चिन्ह लाउँदा भर्दै 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 सकिन्छ त्यो दिन म आइपुग्छु चिन्ह लाएर बस भनेर उता श्रीमान रुने ता श्रीमती रुने पीडै पीडामा श्रीमती घरमा श्रीमान विदेश महाराज जानु भयो 1 दिन बित्यो 2 दिन बित्यो बित्दै बित्दै 1 2 3 4 5 6 7 8 9 10 11 महिना बितेछ महाराज 12 महिनामा गएर महाराज कोठामा चिन्ह लाउँदै 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 जाँदा बाँकी रहेछ 1 दिन अब त्यो 1 दिन आउन बाँकी थियो एउटै कोठामा चिन्ह लाउन बाँकी थियो त्यो रात 364 रात भन्दा पनि त्यो श्रीमतीलाई बढी लामो भयो कहिले होला उज्यालो रातभरि बिचरा
निधाउन पनि सकिनन्। बिहान हुँदै 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 गयो, पूर्व दिशाबाट सूर्य नारायण भगवान उदाउनु भयो। महाराज उदाए पछाडि उनी पनि खुसी भएर बाहिर आइन्, पिँढीमा बसिन्। टाढाबाट घरतिर आउने बाटो यसरी हेर्दै छिन्, कतिखेर विदेश जानु भएको मेरो श्रीमान आउनु होला भनेर महाराज अत्यन्तै पीडा मनमा लिएर, जति पीडित भएर जति मनमा धेरै इच्छा राखेर विदेश गएको श्रीमान आउनु होला भनी बाटो कुर्ने पत्नीले बाटो हेर्छन् भगवान। ओ त्यसै गरी भगवान आउने बाटो म हेर्न पाऊँ, मेरो मनमा अरू इच्छा छैन। हेर्नुहोस् त उदाहरण कति राम्रो। एउटा वृत्रासुर युद्ध गर्न गएको राक्षस भनिरहेको छ, कुँडमा बसेको चराको सानो बच्चाले चारा दिन गएको आमा कतिखेर आउनु होला भनेर बाटो कुर्छ। त्यसै गरी भगवान म हजुरको बाटो कुर्न पाऊँ, हजुरको दर्शन गर्न पाऊँ। बाछा जसरी माउ वनमा चर्न जाँदा कतिखेर आमा आउनु होला र आए पछाडि दुध पिउन पाउला, त्यसै गरी म हजुरको बाटो कुर्न पाऊँ। विदेश गएको श्रीमान कतिखेर आउनु होला भनेर उनकी श्रीमती जब प्यासी भएर मनभरि रहर लिएर कुर्छिन्, त्यसै गरी भगवान म हजुरको दर्शन गर्न कुर्न पाऊँ। यति इच्छा पुरा गरिदिनुहोस्। मम जने सुसख्यम संसार चक्रे भ्रमत सुकर्मभि तन्माययात्मात्म जगारदे स्वासक्त चित्तशनन भूयात्। ममोत्तम श्लोक जनेषु सख्यम, ममोत्तम श्लोक जनेषु सख्यम संसार चक्रे भ्रमत सुकर्मभिः। भगवान, यो संसारमा जति मानिसहरूको जन्म हुन्छ सबै भ्रमण गरिरहेका छन्, मोहमा फसिरहेका छन्, संसार रूपी चक्रमा डुलिरहेका छन्। आफ्नो कर्म बन्धनमा बाँधिनाले, प्रारब्धमा फस्नाले कसैलाई सुख छैन, शान्ति छैन। संसार रूपी घोर चक्रमा बार 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 घुमेर दुःख कष्ट पीडा भोगिरहेका छन्। तन्माययात्मात्म जगारते। भगवान, हजुरले त एउटा यस्तो माया रूपी जाल संसारमा फिजाउनु भएको छ कि त्यो जालमा मेरो घर, मेरो परिवार, मेरो श्रीमती, मेरो श्रीमान, मेरो परिवार, मेरा इष्ट मित्र, छर छुमेक, मेरो गोठ, मेरो जग्गा भनेर मानिसहरू त्यसैको प्रलोभनमा फसेर हजुरलाई भुलेर जीवन बिताइरहेका छन्। तर मेरो भगवान, मेरो जीवन त्यसरी नबितोस्। यदि मेरो मन चित्त कसैमा लाग्छ भने मात्रै भगवत चरण कमलमा लागिरहोस्, त्यति भए मलाई पुग्छ। हेर्नुहोस् त, युद्ध गर्न गएको एउटा राक्षस इन्द्रलाई मार्न गएको, इच्छा थियो इन्द्र मार्ने। इन्द्रलाई देख्दाखेरि साँच्चै मारौँ मारौँ लाग्छ, मार्छन् पनि। तर इन्द्रको हातमा एउटा यस्तो वज्र थियो जुन वज्रकोबाट बनेको, दधीची मुनिको हड्डीबाट बनेको यज्ञ नारायण भगवानको दर्शन उनले गरे। किनभने उत्पत्ति कहाँ भएको थियो? वृत्रासुरको यज्ञबाट, हवन कुण्डबाट उत्पत्ति भएको। अब उनले हतियारमा भगवानको दर्शन गरेर चारै पुरुषार्थ मागे महाराज। अब आँखा गयो पुनः इन्द्रतिर। इन्द्रतिर आँखा गए पछाडि आइजो आइजो, अरे दुष्ट, मेरो दाइलाई मार्ने त तँलाई नमारी छोड्दिन भनेर बोलाए। इन्द्र पनि अब त मेरो हातमा वज्र छ, सक्छु युद्ध लड्न भनेर गएको। दौडेर इन्द्र गएको वृत्रासुरले मुख बाएर श्वास प्रश्वास प्रक्रिया आफूतिर तान्दा चाहिँ त्यो इन्द्र वज्र सहित मिलेर पेटसम्म पुर्याउनु भयो। बोलिए आनन्द कन्द भगवान की। अब इन्द्र पुगे वृत्रासुरको पेटभित्र, हातमा वज्र छ। अनि त्यो वृत्रासुरको पेटलाई चिर्दै 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 चिर्दै
इन्द्रलाई बाहिर निस्किन महाराज 100 वर्ष लागेछ आनन्द कन्द भगवानको राधा गोविन्द भगवानको राधा सर्वेश्वर भगवानको। वृत्रासुरले इन्द्रको के गरे वध गर्नलाई पेटभित्र लिएर आए तर हातमा वज्र हुनका कारणले इन्द्रले उसैको पेटलाई चिर्दा 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 धेरै वर्ष पछाडि इन्द्र वृत्रासुरको वध गरेर बाहिर आउन सफल हुनुभयो भनेर सुखदेव स्वामीले महाराज परीक्षितलाई बताउनु भयो। आनन्द कन्द भगवान की। औ भक्ति सङ्गीतमा हामी आनन्द